मेरो आज बिहान 7 बजे दिन स्टार्ट भयो। मलाई एउटा भाइलाई लिएर युकेभिआई भिएफएक्समा पुर्याउनु पर्ने थियो। सो शान्तिनगरबाट उसलाई पिकअप गरेर बानेश्वर हुँदै म चाहिँ थापाथली हाम्रो ब्रिटिस कलेजको अपोजिटमा भिएफएक्स रहेको ठाउँमा पुग्यौँ। त्यहाँ पुगेपछि मैले उसलाई ब्रिफिङ गरेँ के गर्ने नगर्ने भिएफएक्समा गएपछि। अनि त्यसपछि चाहिँ भिएफएक्समा उसलाई छोडेर म चाहिँ आफ्नो कोठा आएँ र लुगासुगा धोएँ र जाडो आउनु भएकोले म आफ्नो ज्याकेट चाहिँ लन्ड्रीमा दिनलाई रेडी पारेर लन्ड्रीमा दिएँ, वेट स्वेट गराएँ, पैसा तिरेँ र त्यहाँबाट निस्केँ। मेरो ब्लु बुक 1 मन्थ भइसकेको थियो रिन्यू नभएको। सो आज चाहिँ रिन्यू र कर तिर्ने भनेर म चाहिँ त्यहाँ शान्तिनगरबाट निस्केर मैले साथीलाई पिकअप गरेँ र सल्लाहघारी यातायात कार्यालयमा चाहिँ निस्केँ। काम छिट्टै नै हुन्छ भनेर सोचेको थिएँ, तर त्यहाँ गएपछि त लास्टै फिर 10 साढे 10 बजे पुगेको, तर फर्किने बेला झन्डै 3 बजिसकेको थियो। सबभन्दा बढी टाइम चाहिँ मलाई इन्सुरेन्समा लगायो। उहाँहरूले 10 मिनटमा हुन्छ भनेर म आएको थिएँ, तर उहाँहरूले चाहिँ मलाई 1 घन्टा लगायो। त्यसपछि चाहिँ हाम्रो यो सवारीको कर तिर्ने चाहिँ यत्रो ठुलो लाम मेरो चाहिँ झन्डै 100 जना पछि पालो थियो। सरकारले चाहिँ अब यो सिस्टमलाई पनि अब अनलाइनतिर चाहिँ लग्नुपर्छ। त्यहाँ मान्छेको यति भिड थियो, यति चाप थियो, एकदमै गाह्रो थियो कि त्यहाँ सबै मान्छेहरूले एउटै कुरा भनिरहेको थियो कि अनलाइन सिस्टम ल्याउनुपर्छ। 500-600 जना थियो कि मभन्दा पछि पनि, यति बिहान गए पनि लास्टै थियो। अब जसोतसो गरेर पनि म चाहिँ त्यहाँबाट फर्केँ र फर्केपछि मैले साथीलाई उसको कोठा छोडिदिएँ र म चाहिँ आफ्नो कोठा लागेँ।